सो वाट्स अप एभ्रिवान, होप तपाईहरु सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौं। आज भने हामी म्याकडोनाल्ड तिर आएका छौं खाजा खानलाई। बाहिरको भ्यू पनि एकदमै राम्रो थियो अनि हामीले चाहिँ आज चिकन म्याक खाने भनेर अर्डर गरेका थियौं अनि त्यही म्याकलाई हामी चाहिँ पर्खेर बसिरहेका छौं है। पर्खिने क्रममा मैले चाहिँ बाहिरको भिडियो खिचेर बसिरहेको थिएँ। दिनभरि काम गरेको भएर होला कस्तो जिउ पनि थाकिरहेको थियो अनि यहाँ बस्दाखेरि चाहिँ कस्तो आनन्द फिल भइरहेको थियो हामीलाई। भाइहरुको कुरा सुन्दै म चाहिँ यताउति हेरेर बसिरहेको थिएँ म्याकलाई पर्खेर। यतिकैमा हाम्रो अर्डर पनि आयो अनि हामी चाहिँ लाग्यौं खानातर्फ। हाम्रो चाहिँ म्याक सेट अनि कोक पनि आएको थियो साथमा। यो चाहिँ एउटा सेटै पाइन्छ। बाहिरको भ्यू मजाले हेर्दै अनि मस्त खाँदै गफ गर्दै कति आनन्द भएको थियो हामीलाई। सो गाइस, हामीले चाहिँ एकदम मजाले दबारा खाएका छौं आज। हामीले भरे भात पनि नखाने निर्णय गरेका थियौं आज चाहिँ। सबै कुरा खाएर पनि सक्यो, लास्टमा खोल मात्रै भयो। म्याकमा चाहिँ सबै कुरा खाइसकेपछि यो फोरेललाई चाहिँ आफैले फाल्नुपर्ने हुन्छ। सबै कुरा एकै ठाउँमा हाल्न नमिल्ने भएर हामी चाहिँ त्यसलाई फाल्टै फाल्टै हाल्दै छौं। नेपालको भन्दा अलिक बेग्लै रुल हुन्छ यहाँनिर चाहिँ। सबै कुरा फालेर हामी लाग्यौं घरतर्फ। पैसा खर्च गरेपछि केटाहरु पनि मुसु मुसु हाँस्दै थिए आज यहाँनिर। अनि मजाले अगाएपछि हामी चाहिँ हाम्रो घर जाने बाटोतर्फतिर लाग्दै छौं। ठिक्क बाटोको हरियो बत्ती खुलेको हुनाले हाम्रो चाहिँ भाइले चाहिँ उता छिटो जम भन्दै कुदाइरहेको थियो। सो आजको हाम्रो मिनी भ्लग चाहिँ यहीँ टुङ्गेको छ। हस्त धन्यवाद।